सानो गाउँ कि घिउ बनाउने प्रोसेस चाहिँ देखाएको रहेछ कि अन्त त्यहाँनिर चाहिँ एउटा केटा होइन अङ्कल अब ठुला होइन बोले नि त हो कि मेरो सानो नानी मलाई पुरा माया गर्छ नि यो मेरो बाउ हो त्यसको फ्यामिली रहेछ भिडियोमा त हो त्यहाँदेखिको आमा बाबा आङीहरू डल्लै रहेछ हेरेर हो आँखाभरि रुनु चाहिँ रुएन कि तर आँखाभरि आँसु भइरहेको थियो कस्तो माया लाग्यो यसको कुरा सुनेर त झन्डै मेरो फोन पनि झर्यो मेरो आइफोन पनि भोक लाग्यो पुरा केही खाएको छुइनँ भोक लाग्यो खाना त जान्छ भात खाना बिहान पनि त खाएको भात भातले आज खानु मन गरेको छैन किनभने यसलाई मनपर्ने सब्जी छैन भनेर बिहान मिठो थियो त हौ कोपीको पकौडा कोपीको पकौडा मात्रै मिठो थियो बिहान अरू के मिठो थिएन पकौडा त्यहाँदेखिको के पो छ के छ पोटलको भाजा दाल छाम्जा त भात जान खाइहाल हौ ल